विद्यार्थी भाइ बहिनीहरूलाई फुलको माला र अबिरले सम्मान गरिनेछ। 2081 मा सफल सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई एवं शुभकामना। शिक्षक सम्मान कार्यक्रम 2082 असार 16 गते सोमबार स्थान श्री सगरनाथा नाभीको प्राङ्गण सिक्रेटार, आयोजक अरुण गाउँपालिका 7 नम्बोडा कार्यालय सिक्रेटार भोजपुर। धन्यवाद। यस कार्यक्रमका प्रमुख अतिथिज्यू उहाँले कार्यक्रम उद्घाटन गरिसक्नु भएको छ र अबको क्रममा यो चाहिँ स्वागत मन्तव्य रहेको छ र स्वागत मन्तव्य सहित धन्यवाद प्रस्तुत समेत प्रस्तुत गरिदिनु हुनका निम्ति का वडाध्यक्ष, सामाजिक विकास समिति संयोजक साथै नवगठित विद्यालय व्यवस्थापन समिति चालक एवं यसै अरुण गाउँपालिका वडा नम्बर 7 का वडा सचिवज्यू, अत्यन्तै महत्त्वपूर्ण व्यक्त गर्न चाहन्छु। हामी अत्यन्तै मैले यो तपाईलाई दिए र यो पैसा पनि तपाईले हातमा लिदिनको लागि अनुरोध गरे है। पैसा लिनु ल 100% छ। यो आफै नै एउटा खुसीको विषय हो र 10 जना विद्यार्थीमा 10 जना विद्यार्थी अरुण गाउँपालिकाको जुन त्यो राष्ट्रिय एउटा स्तर एउटा मापदण्ड छ, हामी अरुण गाउँपालिका निकै पछि छौँ। यसलाई हामीले यो तितो सत्यलाई, तितो यथार्थलाई तपाईँ हामीले स्वीकार्नै पर्छ। लगभग 64% एससीको समग्र देशको नतिजा हो भने हाम्रो अरुण गाउँपालिकाको धेरै तल छ। यो कुरामा तपाईँ हामी सबैजना सरकारवाला आफ्नो ठाउँबाट हामीले आफ्नो गल्ती कमजोरी स्वीकार्नुपर्छ। आगामी दिनमा हामीले यो अहिलेको भन्दा थप नतिजा सुधार गर्दै जानुपर्छ। यो कुरामा हामीले कुनै आस्थाको हिसाबले हामीले हर विभिन्न विश्वासको हिसाबले र विभिन्न क्याटेगोरीको हिसाबले हामी बाँडिनु हुँदैन। यस्तो विषयहरूमा चाहिँ हामी एकजुट हुनुपर्छ। र हुँदै गर्दाखेरि जुन सगरमाथा मावि नाम पनि सगरमाथा र नतिजा पनि अरुण गाउँपालिकाभित्र हेर्दाखेरि सगरमाथा तपाईँको 100% नतिजा छ। यो गर्वको विषय हो। र यसमा सबैभन्दा पहिले विद्यार्थी भाइ बहिनीहरू जो 10 जना विद्यार्थी भाइ बहिनीहरू हुन्छ, कुनै पनि नतिजा आउनको लागि एउटा पक्ष, एउटा तह, एउटा लेभलले मात्रै कोसिस र के अरे प्रयास गरेर सम्भव हुँदैन। त्यो सबै मल्टी स्टेक होल्डर हुन्छ, बहु सरकारवालाहरू हुन्छ। त्यसमा भनेको सबैभन्दा पहिले त विद्यार्थी, त्यसपछि उहाँले पढाउनु हुने गुरुबा गुरुआमाहरू, उहाँले पनि मिहिनेत गर्नैपर्छ, नत्र भने विद्यार्थीले मात्रै सम्भव हुँदैन। र त्यति मात्रै नभएर विद्यालय व्यवस्थापन समिति, त्यसै गरी विद्यालय प्रशासन सबैजना लाग्नुपर्छ। यो सबै लाग्दै पनि सबै कुरा राम्रो हुन्छ, तर हुँदा पनि कहिले कहिले नतिजा राम्रो नआउन सक्छ। तर अरुणको हकमा त्यस्तो भएको छ, सगरमाथा माविको हकमा त्यस्तो भएको छैन। यहाँनिर मलाई जहाँसम्म लाग्छ विद्यार्थी भाइ बहिनीहरू, उहाँले पढाउनु हुने गुरुबा गुरुआमाहरू, त्यसै गरी विद्यालय प्रशासन, विद्यालय व्यवस्थापन समिति, वडा कार्यालय र सबै जो स्कुलको क्याचमेन्ट एरियाभित्र भएको सेवा क्षेत्र हुने अभिभावकहरू, बुद्धिजीवीहरू सबैजना चाहिँ उही रूपमा उस्तै रूपमा तपाईँले सबैजनाले लागिदिनु भएर यो रिजल्ट प्राप्त भएको हो। यसको लागि पुनः एकपटक यहाँहरू सबैलाई म मेरो व्यक्तिगत तर्फबाट र अरुण गाउँपालिका प्रमुख अधिकृत तर्फबाट म यहाँलाई हार्दिक आभार र धन्यवाद ज्ञापन गर्न चाहन्छु। सम्भवतः सबैभन्दा पहिलो विषय भनेको जुनसुकै उचाइमा हामी पुग्छौँ, तर त्यो उचाइलाई कायम राख्नु भनेको एउटा जटिल चुनौती हो। तर हेर्दै गर्दाखेरि विद्यालय प्रधान अध्यापकज्यूले 77 सालदेखि यताको जो एससी परीक्षामा सगरमाथा माविको एउटा उपलब्धिलाई अघि प्रस्तुत गर्नुभयो, त्यो एउटा खुसीको विषय थियो। लगभग त्यो ग्राफ हेर्दाखेरि एउटा प्रगति उन्मुख ग्राफ देखियो र अहिले त 100% पास गरेको छ। तर अर्को च्यालेन्जको विषय भनेको
आगामी दिनमा यसलाई टिकाउनको लागि यसलाई उत्तिकै तपाईँको सफलताकोलाई टिकाउनको लागि चाहिँ तपाईँ हामी सबैजना सचेत हुनुपर्छ। यो विषयमा पक्कै पनि यहाँहरू सचेत हुनुहुन्छ, यहाँले गर्नुहुन्छ। किन भन्दाखेरि यहाँले हामी गर्न सक्छौँ भन्ने कुरा चाहिँ यो नतिजाबाट देखाइसक्नुपर्छ। अहिले स्वाभाविक रूपमा हेर्दा नेपालको सरकारी सामुदायिक विद्यालयको अवस्था स्तरको बारेमा जुन एउटा गुनासो जस्तो पनि छ, जुन एउटा समस्याहरूले झेलिएको छ, यो मलाई मेरो व्यक्तिगत रूपमा भन्दाखेरि राष्ट्रिय स्तरमा बहस हुनुपर्छ, सङ्घीय संसदमा तपाईँको बहस हुनुपर्छ। तर मलाई जहाँसम्म लाग्छ सङ्घीय सरकार त्यति धेरै यो क्षेत्रमा इच्छुक छ जस्तो, जागरुक छ जस्तो लाग्दैन। अलिक उदासीन नै देखिन्छ। जस्तै शिक्षा ऐनको कुराहरूदेखि लिएर विभिन्न कुराहरूमा पटापट आन्दोलन कुराहरू आइरहेको छ। तर मलाई जहाँसम्म लाग्छ सरकारले यो विषय हेर्छ र हेर्नु पनि पर्छ। लगभग त्यस्तै +2 दुःख सुख अनि आयोग पास गर्न नसक्ने खतरा पुत्रु बसेका छन्। रिजल्ट राम्रै देखिन्छ है। यही सर्टिफिकेट रिजल्टलाई मान्यो भने चाहिँ त्यो के भएको त? अझै पनि हामीलाई लट्ठी नै चाहिने हो र भने लट्ठी लाउँदा तेरो जागिर जान्छ, भोलि खबरदार भन्दा पढाउने। अनि त्यसो होइन भनेदेखि चुप लगाएर बस्नु त भएन नि त। त्यो त सन्देश जानुपर्छ। म सन्देश गरिदिनुको निम्ति पनि मैले अनुरोध गरेँ। निरन्तर ताली बजाइदिनु होला विद्यार्थी भाइ बहिनीहरूको सम्मानका निम्ति। अझै राम्रो गर्नु है। अब 11-12 पनि राम्रो भएको सुन्न पाइन्छ। आजसम्म कोही फेल भएको छैन। यहाँबाट झन् नाम राख्नु पर्यो। अब कृपया निरन्तर ताली विद्यार्थी भाइ बहिनीहरूलाई सम्मान व्यक्त गरिदिनुको निम्ति अनुरोध गरेँ। यस पश्चात शैक्षिक सत्र 2081 कार्यरत सम्पूर्ण शिक्षकज्यूहरू, त्यसै गरी शैक्षिक सत्र 2082 कार्यरत शिक्षकज्यूहरूलाई पत्र सहित है हुन्छ ठिक छ। अन्त चाहिँ लेखाइसक्नु भयो। शिक्षा निर्देशन आएका निर्देशकज्यू उनीहरूलाई पहिले खुवाउनु पर्यो नि। यो कचौर यो धोको पनि कति हुँदैन भान्जाले ढोकेमा खान्न त तलसम्म हात गरेर न छैन पैसा